हेलो अनि नमस्ते सम्पूर्णलाई स्वागत छ हजुरहरूलाई आमा अनि छोरा च्यानलमा। आज चाहिँ हाम्रो ट्रिपको 5th डे हो र हामी चाहिँ आज चाहिँ अर्ली मर्निङ उठेर कामाख्या मन्दिरको लागि निस्किसकेको छौँ होटलबाट चाहिँ। हम लोग जहाँ पर बैठे थे ना वहाँ से कामाख्या कितना मिनट लगेगा? गुवाहाटी एक्सप्रेस एक गुवाहाटी स्टेशन कामाख्या मन्दिर छेउमा आइसकेको छ। ओम कृष्णाय वासुदेवाय हरे परमात्मने क्लेशनाशाय गोविन्दाय नमो नमः। के मजाले गरेको है हेर्नु न। लु हाम्रो साथीहरू चाहिँ पूजा गर्न जाँदैछ। म चाहिँ एकदमै अनलक्की किनभने म चाहिँ पूजा गर्नै पाइनँ। कस्तो के सोचेको थिएँ पूजा गर्नु नपाएर अहिले चाहिँ हामी कामाख्यामाको दर्शन गरिसकेर चाहिँ फेरि ओमानन्द मन्दिरको दर्शन गर्न गइरहेको छ र भनिँदो रहेछ है कामाख्यामाको दर्शन गरिसकेपछि चाहिँ ओमानन्द भगवानको पनि दर्शन गऱ्यो भने चाहिँ एकदम राम्रो हुन्छ भनेर। पछि हामीहरू ओमानन्द मन्दिरको लागि यो क्रुजमा चढेर जाँदैछ र यो क्रुजमा चढ्नुको लागि चाहिँ कति पर्दो रहेछ? जानुको लागि चाहिँ 200 पर हेड रहेछ। हामीले चाहिँ पूजा गरेको छैन तर पनि अब हामी चाहिँ साथ चल्नु पर्यो है। ब्रह्मपुत्र यो चाहिँ ब्रह्मपुत्र रिभर है। हम नीचे बैठेंगे? ए हमें तो यहाँ पे बैठना था। कितना अच्छा होता ना अगर हम यहाँ बैठते तो। फोटो खींच वीडियो ले लेंगे और यहाँ मुनि बस्नु पर्दो रहेछ बिचरा नि। हामी ओमानन्द मन्दिरबाट चाहिँ फर्किँदैछ। हाम्रो क्रुज तालामाथि बस्नु पनि दिँदैन रहेछ। हामी जुन क्रुजमा चढेर गएको थियो त्यही क्रुजले नै हामीलाई फर्काएर पनि ल्याउँदो रहेछ। मतलब आउनु र जानुको चाहिँ हामीलाई 200 पर्दो रहेछ। सो अहिले भने चाहिँ हामी क्रुजलाई छोडेर चाहिँ रोडमा आइसकेको छ र हामी चाहिँ अब चाहिँ गुवाहाटीको चाहिँ एकदम राम्रो छ अरे स्टारबक है। र त्यसमै नै हामी कफीहरू पिउनु गइरहेको छ। सो अहिले भने चाहिँ हामी फर्स्ट टाइम बसमा घुम्नु आउँदा चाहिँ फर्स्ट टाइम बसमा चढ्दैछ। अहिलेसम्म चाहिँ हामी ट्याक्सी कोनी के बस पनि छ तर अफसोस हामीले बस्ने जग्गा पाएन, जग्गा नपाएर हामीले चाहिँ स्टारबकमा जाने। यहाँ चाहिँ रहेछ स्टारबक। यहाँबाट चाहिँ टिकट लिनु पर्दो रहेछ। स्टारबकमा जाँदा पनि टिकट लिनु पर्दछ 60 पर हेड। मलाई त याद पनि थिएन। मैले त सोचेँ गान्तोकको जस्तै स्टारबक होला भनेर। यस्तो रहेछ गुवाहाटीमा चाहिँ स्टारबक। नजान्नु पनि गाह्रो छ हौ। म त कहाँ एउटा त्यो गान्तोकको त्यो दार्जिलिङको जस्तै सोचेको त, सिलिगुडीको जस्तै सोचेको त यस्तो रहेछ। थाइल्यान्ड किन्दा गिफ्ट जाँदा हो तँ गिफ्ट किन्दा नाना कहिले मेरो पनि यस्तो भिडियो छ यसरी बनाइदिनु। मैले भिडियो गरेको चाहिँ मेरो चाहिँ कहिले पनि फुल हुँदैन, हाफ मात्रै हुन्छ किनभने म चाहिँ प्रोफेसनल
भ्लगर होइन, जस्ट मैले चाहिँ मेमोरिजको लागि बनाउँछु। यो चाहिँ कस्तो अरे नसर वान अफ द बेस्ट भ्युज भएको स्टारबक अरे। ओ गड दामी रहेछ। यो चाहिँ भ्युज पनि ब्रह्मपुत्र रिभरको। Happy faces. Happy faces. I'm not there. त्यो त उयो हो सिग्नेचर। So we are enjoying here in Starbucks. स्टारबकमा कफी खाएपछि चाहिँ हामी डाइरेक्टली आफ्नो होटलमा आयौँ। अनि त्यहाँदेखि लन्च गऱ्यौँ त्यहाँनिर। त्यहाँदेखि चाहिँ हामीले चेकआउट गरेर चाहिँ हामी गुवाहाटी रेलवे स्टेसनको लागि निक्ल्यौँ। किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ आजको 4:30 को चाहिँ ट्रेन रहेको छ, सेम वन्दे भारत। त्यही भएकोले गर्दा हामीले छिटो छिटो लन्च गरेर चाहिँ होटलबाट चेक इन पनि गऱ्यौँ। भनेपछि हामी गुवाहाटी रेलवे स्टेसन आइसकेको छ। यहाँ चाहिँ कुलीलाई सामान उठाउँदैछ। म त आफै बोक्नेवाला छु, किनभने यति नदिएर केही पनि होइन मेरो लागि। कति त बोक्छु भने फेरि लिफ्ट रहेछ यहाँ त होइन, अन्त लिफ्टबाटै चढ्नुपर्ने रहेछ। सालाहरू कता बेसी भन्दैन अन्त। यो चाहिँ रहेको छ हाम्रो ट्रेन वन्दे भारत। अब चाहिँ हामी फेरि जाँदैछ। हामी चाहिँ यहाँबाट हिँडिसकेको छ अनि हाम्रो सिट चाहिँ अहिले चाहिँ यस्तो परेको छ। यहाँ छ भाइ एक्लै भयो अरे। अर्कै एक्सै दुःख लाग्थ्यो नि अब घर जाँदैछ एक चाहिँ। वाउ त्यो त अस्तिको एउटा त खाएँ नि मैले माथि चेरापुन्जी। यो चाहिँ हाम्रो स्न्याक्स आएको है, स्न्याक्स एकदम लु। यो चाहिँ ट्रेनमा दिएको खाना पराठा। हामी त के 10 बजी चाहिँ अहिले चाहिँ हामी चाहिँ ठिक 10 बजी चाहिँ न्यू जलपाइगुडीमा वन्दे भारत ल्याइदिएको छ है। यसलाई पुऱ्याएको चाहिँ एकदम टाइमिङमा क्या। यो चाहिँ अघि हामी कतिमा चढेको थियो 4:30 मा। सो यस यहाँ यतिपछि आइपुगेको छ। आफै लान्छु। यहाँबाट चाहिँ हामी डाइरेक्टली सिक्किम भवनमा एउटा ट्याक्सी बुक गरेको है, जहाँ चाहिँ हामीले अलरेडी रुम बुक गरेको थियौँ। र म यो भिडियो चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ आवर भिडियो।